बाहिर कुखुराको भाले पोथी, भित्र मान्छेको श्रीमान श्रीमती। श्रीमती आच्छ्यु गरिछन्, श्रीमानले तिमीलाई चिसो लाग्यो भोलि भाले काटेर खाऊ। श्रीमती मुसुक्क हाँसी बाहिर भाले र पोथीको रुवासी। भाले भन्छ बुढी हामीलाई चल्ला ल्याए, दाना खुवाए, राम्रोसँग पाले, अहिले हाछ्यु गरेर साथ काटेर खान्छु भन्न थाले। पोथीले भन्छ नरौ बुढा नरौ, मान्छेको जातै यस्तै हो, केही न केही उपाय गरौँला। डराइ डराइ सुते, बिहान उज्यालो भयो। भाले डराइ डराइ बास्यो। भोलिपल्ट साउ साउनी काट्न आउँछन् भने त कोदालो लिएर पिँडालु खन्न गए। भाले मस्तसँग हाँस्यो। भन्नुहोस् भाले कसरी बाँच्यो? हेर्नुहोस्, सावित्रीले सत्यवानलाई बचाए जस्तै भालेले पोथीको काल छेक्दी छ, पोथीले भालेको काल छेक्दी छ। सावित्रीले सत्यवानलाई बचाए जस्तै पोथीले भालेको काल छेक्दी छ। त्यो बाहुनको घरभन्ड थाहा पाइछ र राति गएर क्यालेन्डरमा एकादशी लेख्दिछ। अर्को हप्ता आयो, अर्को हप्ता त्यही समस्या। फेरि भाले रुन थाल्यो। बुढी यो हप्ता कसरी बाँच्ने? पोथीले भने नडराउ बुढा, यसपालि पनि म क्यालेन्डरमा गएर सप्तमी लेखिदिन्छु। भालेले भनेछ किन सप्तमी पनि बार्ने गर्छ? होइन, अष्टमी त्यसको बाउको श्राद्ध पर्छ। अर्को हप्ता पोथी बाठी भएर 2 क्यारेट अन्डा रिपोर्टर्स क्लबमा दिइछ। सारा पत्रिकामा छापियो घरपालुवा पन्छीमा बर्ड फ्लू। सबैले कुखुरा खान छाडेछन्। आफूले धेरै जान्ने भयो भने यस्तो हुन्छ, आफूले खन्या खाल्टामा आफै पर्छ। सबैले कुखुरा खान छाडेछन्, आफूले खन्या खाल्टामा आफै पर्छ भने त्यही हो। राति नै लगेर भालेपोथीलाई करेसम्म गाडेछन्। यसबाट के शिक्षा लिनु पर्यो भने ठिक्क जान्ने भयो भने दुःख सुख बाँडिन्छ, व्रत जान्ने भयो भने करेसम्म लगेर गाडिन्छ।